Natural swimming pool Cincinnati. Let's go. हामी चाहिँ काठमाडौँ बौद्ध नयाँ बस्तीदेखि सिस्नेरीसम्मको यात्रा नेचुरल स्विमिङ पुलको यात्रा गर्दैछौँ अनि बाटोहरू चाहिँ अलमोस्ट अहिले चाहिँ राम्रो भएको रहेछ। कुनै कुनै ठाउँमा चाहिँ स्टिल अफ रोड नै छ। So you can get there by scooter, bikes and cars. तर सिस्नेरी बजारसम्म मात्रै उयो पाइन्छ, लोकल गाडी पनि पाइन्छ। तर त्यहाँदेखि उता जानलाई चाहिँ उयो चाहिने हुनाले प्राइभेट गाडी चाहिने हुनाले बाइक स्कुटर लगेको राम्रो हुन्छ। सो अनि वास्तवमा सिस्नेरी भनेको मात्रै हामी सिस्नेरी बजारदेखि अझै आधी घन्टा जतिको टाइममा मात्रै त्यहाँ त्यो ठाउँ पुग्छौँ। त्यस ठाउँको नाम चाहिँ कोगटे खोला भनेर चिनिन्छ। सो कोगटे हो वास्तवमा भन्नुपर्दाखेरि। त्यहाँ बाटो जस्तो सुकै लामो भए पनि त्यहाँ पुगेपछि चाहिँ हामीले इन्जोय गर्न सकिन्छ नेचुरल स्विमिङ पुल। You can enjoy with the nature, guys. It's a really beautiful place. अनि शनिबार चाहिँ एकदमै भिडभाड हुने भएको हुनाले शनिबार बाहेक अरू दिन प्रिफर गर्छु म चाहिँ। अरू दिनमा गयो भने एकदमै कम मान्छे हुन्छ र साथै पानी नपरेको बेलामा जानुभयो भने पानी पनि धमिलो आउँदैन र सफा पानीमा पौडी खेल्न सक्नुहुन्छ। सो फन गर्न सकिन्छ लाइक जिम्नास्टिक, डाइभिङ, एनिथिङ है। सो यु क्यान इन्जोय द नेचुरल स्विमिङ पुल। सो डाँडाकाँडा वन जङ्गल खोला नाला हुँदै हामी चाहिँ नेचरलाई रमाइलो गर्दै थियौँ। अनि हजुरहरू पनि यहाँसम्म जान सक्नुहुन्छ सजिलैसँग। 2-2.5 घन्टाको टाइममा हामी त्यहाँ पुग्छौँ बिस्तारै गयौँ भने पनि। एन्ड देन यो भिडियो हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद र साथसाथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर बेल आइकन पनि दबाएर फेरि नयाँ नयाँ भिडियोको लागि साथ सपोर्ट दिनुहोला भन्दै यतिकै टुङ्ग्याउँछु। धन्यवाद।